नमस्ते। यस्तो म चाहिँ अब भोलि यहाँबाट काठमाडौँ जाँदैछु। काठमाडौँ गइसकेपछि पर्सि बिहान नै काठमाडौँबाट न्यू दिल्ली हुँदै हैदराबादसम्मको ट्राभल छ। त्यसपछि हैदराबादमा केही दिन बसेर चाहिँ त्यसपछि गोवामा चाहिँ होलिडे रमाइलो गर्ने अथवा इन्जोय गर्ने प्लान छ, स्पेन्ड गर्ने प्लान छ। दिस इज माई थर्ड टाइम टु इन्डिया। पहिला चाहिँ बाई रोड गएको थिएँ होइन। बाई रोड जाँदाखेरि चाहिँ एउटा चाहिँ लखनऊमा गएको थिएँ। लखनऊमा पनि ठुल्ठुलो त्यो हात्तीहरू भएको चाहिँ ठाउँमा घुम्न गएको थिएँ होइन। अनि सिनेमामा हल गएको थिएँ, त्यहाँ त सुतेकै थिएँ। त्यो चाहिँ त्यस्तो खासै केही भएन। त्यसपछि अर्कोचोटि भनेको चाहिँ एम्सको इक्जाम दिनको लागि भनेर चाहिँ म काठमाडौँबाट चाहिँ भद्रपुर हुँदै त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ हिँडेर चाहिँ बोर्डर क्रस गरेर चाहिँ अनि सिलगढी पुगेको थिएँ। त्यहाँ चाहिँ सिलगढीमा पुगेर त्यहाँ चाहिँ कतै घुमिनँ होइन। कतै नघुमिसकेर अनि फेरि त्यहाँ इक्जाम दिएर चाहिँ यता आएको थिएँ। र चाहिँ विदेश गएको भनेको यही होला। एउटा चाहिँ बङ्गलादेश, त्यो पनि इक्जामकै लागि भनेर चाहिँ गएको थिएँ। मेरो प्रायः यस्तै नै हुन्छ, घुम्ने कम होइन, कामहरू परेर चाहिँ धेरै गइरहेको हुन्छ। र मेरो चाहिँ अब लगभग प्याकिङहरू सकिसक्यो है। यो चाहिँ यता यहाँ चाहिँ प्याकिङ ब्याग हो। यो चाहिँ ब्याग लाँदैछु। यो चाहिँ डिजिआईको माइक हो। डिजिआईको माइक चाहिँ लाने कि नलाने भनेर चाहिँ अलिकति कन्फ्युजनमा छु, लाने कि नलाने। प्रायः डिजिआईको माइक ओके लगेर जानु पर्ला, के काम लागिहाल्यो होइन। र म चाहिँ अहिले चाहिँ हैदराबाद आइपुगेको छु। हिजो आइपुगेर ह्यासल भयो एकदम। अब घरबाट काठमाडौँ जाने, काठमाडौँ जाँदाखेरि चाहिँ प्लेन टाइममा नउडेर त्यसपछि बाई रोड हायसमा चढेर आएँ। हायसमा चढेर आउँदाखेरि त्यत्तिको टाउको दुख्ने के भयो होइन। अनि त्यसपछि काठमाडौँमा स्टे गरेँ। अनि अर्को दिन चाहिँ अब प्लेनको चाहिँ डिले भएर 1 आवर 6 आवरको ट्रान्जिटमा त 1 आवर मात्रै बाँकी भयो। अनि त्यसपछि नि ह्यासल गरी चाहिँ आइपुगेँ। अनि यो एयर इन्डियाबाट एयरलाइन्सबाट ट्राभल गर्न एकदम सजेस्टै नगर्दा हुन्छ। यस्तो अब नेपालीले सेक्युरिटी चेक गर्छ, त्यसपछि फेरि खताल गरे गर्छ होइन। त्यस्तै हुन्छ। अहिले चाहिँ म हैदराबादमा आइसकेको छु। हैदराबादको अब यो चाहिँ म्याङ्गो स्विट्स भन्नेवाला हो होइन। यहाँ चाहिँ अब रुममा हो। यो चाहिँ बाथरुम भइहाल्यो भने चाहिँ यतापट्टि छ है। अहिले चाहिँ मेरो सामानहरू यताउता बिग्रेर बसिरहेको छ। अब त्यसलाई चाहिँ अब यसरी सफा गरेर चाहिँ यता टक्क लगाएर यहाँ हाल्ने प्रयास हुनेछ मेरो। यो चाहिँ मेरो बेडरुम हो होइन। होटेल चाहिँ अब बाहिर हेर्दा त्यस्तो राम्रो छैन, भित्र ठिकै छ है। सर्भिस चाहिँ रिसेप्सनमा सुरुमा चाहिँ मन परेको थिएन, तर अलिअलि ठिकै लाग्दै गएको छ हिजो र आज बस्दाखेरि चाहिँ। अनि टिभी चाहिँ त्यो नचल्दो रहेछ फेरि दास है। अब टिभीको यो टिभीमा केही चलिरहेको छैन। अहिले चाहिँ बेडमा मस्त बसिरहेको छु होइन। यो चाहिँ यहाँको ब्रेकफास्ट हो। ब्रेकफास्ट त्यस्तो राम्रो छैन होइन। मलाई चाहिँ ब्रेकफास्टमा चाहिँ त्यस्तो खासै मन परेन। यो चाहिँ यहाँको खानेकुराहरू होइन। यो चाहिँ खायो भने चाहिँ पैसा लाग्छ है। अनि यो चाहिँ मिनी बार हो। यहाँ चाहिँ अब भइहाल्यो, पानी पनि भइहाल्यो, फ्रिज पनि छ। यहाँबाट खायो भने एक्स्ट्रा पैसा लाग्छ। यो चाहिँ मैले मिठो मगाएको बिरयानी हो। र अरू चाहिँ यस्तोहरू छ। फ्रिज सानो छ, चिट्टा परेको। यो पनि पानी मैले चिसो हुन्छ भनेर राखेको है। यो रुम चाहिँ हो। आज चाहिँ अलिकति सफा नै छ, अझ सफा गर्न दिनुपर्ने पनि छ। यहाँबाट देखिने भ्यूहरू यस्तै नै हो। यो अन्त म्याङ्गो स्विट्स भिएर पनि त्यसमा चाहिँ हामी चाहिँ हैदराबादी बिरयानी खाँदैछौँ। यो चिकन बिरयानी हो। मटन बिरयानी मैले खाइसकेँ यस्तै। यहाँको बिरयानी चाहिँ मिठो लाग्छ। फेमस हैदराबादी बिरयानी।
एपोलो हस्पिटलमा छ, औषधि खोजिरहेको छ। गाह्रो छ, गाह्रो पाउनु। औषधि पाउन चाहिँ एकदम गाह्रो छ जस्तो छ। फार्मेसीमा गयो, अर्को फार्मेसीमा जा भन्यो, एउटामा गयो अर्कोमा जा भन्यो। या गाह्रै छ।